छुट्टीमा घर जानुहुने नेपालीहरूको लागि यो भिडियो अहिले दुबई सरकारबाट युएईबाटै एउटा एकदम गुड न्युज आएको छ। जुन चाहिँ नेपालमा छुट्टीमा गएर अहिले आउनको लागि भिजा एक्सपायर हुने कन्डिसन छ र 6 मन्थ क्रस भएको कन्डिसन छ, उहाँहरूको लागि चाहिँ अब कुनै रिइन्ट्री हाल्नुपर्ने अवस्था छैन र जुन यो वारको संवेदनता नभएसम्मको लागि उहाँहरू वहाँ नै रिल्याक्सले बस्न सक्नुहुन्छ। पछि सबै कुरा ठिक भएपछि उहाँहरूले कुनै एक्स्ट्रा भिजा लिनुपर्ने अथवा रिइन्ट्री नगरिकन नै युए आउन सक्नुहुन्छ। यो एकदमै गुड न्युज हो युएको गभर्मेन्टको तर्फबाट। र युए भन्दा बाहिर हुने र इनसाइड युएमै हुने सबैजना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू कुनै पनि पेनिक हुनुपर्ने अवस्था छैन। सरकारबाट युए गभर्मेन्टबाट एकदमै तपाईको सुरक्षाको लागि उनीहरू एकदमै सेफ्टीको लागि प्रायोरिटी दिएर चलिरहेको छ। कुनै पनि एकदम विषम परिस्थिति आयो, त्यस्तो केही भयो भने एउटा रेस्क्युको पोर्टल पनि रेडी गरेको छ नेपाल सरकारबाट। त्यस्तो अवस्थामा हामी तपाईँ सबैजना नै एउटा सुरक्षित भएर फर्किनुपर्ने कन्डिसन हुनसक्छ। त्यतिन्जेलसम्मको लागि सबैजनालाई स्टे सेफ। धन्यवाद।